ल मैले त धेरै पछि है हाम्रो एउटा यस्तो आत्मीय दाइ भेटेछ कि होइन दाइ हजुरको यसो शुभ नाम परिचय खुलाइदिउँ न कहाँबाट आउनु भएको तपाईँ बेसेरबाट हो तपाईँ घर कता हो नि अनि बसन्त हो कहाँ धादिङ जिल्लै पर्छ गोर्खा हो धादिङ जिल्ला हो कुन वडा कुन पालिका केही थाहा छ तपाईँलाई सलाङ जिल्ला जिल्ला धादिङ होला नि हो कति नम्बर वडा हो तपाईँको 9 नम्बर रक्सी खाँदा चाहिँ ठ्याक्कै 9 नम्बर वडा पुगेछ है ल हाम्रो बसन्तको ल नानी र आमा चाहिँ है यस्तो गर्दैछ ल दालको लागि के गरे हाल गरौँ त कामहरू त्यो त हेर ल गाउँघरमा यस्तो छ तिहारहरू ल्याएर म चाहिँ गोठाला आइरहेको छु यो चाहिँ ठ्याक्कै भन्नुपर्दा हाम्रो है चित्रे भन्छ कि चित्रे कस्तो कस्तो गाउँको नामहरू चाहिँ चित्रे अरे क्या यहाँबाट हेर न केही छैन भने बजार कहाँ हो गाउँ कहाँ हो खै थाहा छैन त चित्रे दुबानी भन्ने ठाउँतिर छौँ है माथितिर दाइहरू सब छौँ टक्क गोठा लाउने मजा छ क्या घरतिर लट्ठेर बसिरहनु भन्दा होइन टक्कै हेर्न सक्नु चाहिँ यस्तो ताले होइन मेरो दुईवटा गोरु त्यो कता गयो ऊ बाख्रा त त्यहाँ छ देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ है तपाईँहरू हेर्नु त कस्तो मजाले क्या आज चाहिँ म है धेरै वर्षपछि गोठालो आइदिएको क्या है आमा हुन त दुईवटा गोरु मात्रै छ दुईवटा गोरु र 10वटा बाख्रा छ तर पनि चरनलाई मजा खुल्ला छ है ट्याक्क आफू त होइन यस्तो माथि क्या ट्याक्क धानबारीमा बखदिने हो होइन यस्तो धान छ भने क्या हेर्नु न है यस्तो भइहाल छ यार धान देख्न सक्नुहुन्छ है धान आमा यसपालि चाहिँ होइन दुःखको चाहिँ होइन मेहनत त ट्याक्क आउँला जस्तै छ है यो चाहिँ हाम्रै खेत है ल देख्न सक्नुहुन्छ है म त आफ्नै खेतमा भन्दा तल है आफ्नो खेतभन्दा मुनि ट्याक्क गरेपछि यो चाहिँ हाम्रो खेत हो क्या त्यो माथि रोडदेखि लिएर यो आँपको फेतहरूदेखि लिएर यो सब हाम्रो हो कि हेर्नु न देख्न सक्नुहुन्छ यो भनेको हाम्रै सिद्धलेख वाडातिर है यो चाहिँ ट्याक्क त्यो भयो यसो स्याट घुमेर आउँदाखेरि यो पारीको डाँडो चाहिँ होइन गोर्खा हो क्या है सो तपाईँ देख्न सक्नुहुन्छ होइन त्यो गोर्खा त्यो बिचमा बुढी गण्डकी पनि यता धादिङ टक्क नै हाम्रो यहाँ चाहिँ यो नयाँ ट्र्याक है खन्दै थियो यस्तो एक्सिडेन्ट भयो कि होइन बाबालका सोचि नसक्नु के ल मेरो बाख्राहरू तलतिर कराउँदैछ है ल देख्न सक्नुहुन्छ है ल हाम्रो चाहिँ वर्षभरि खाने ठाउँ यही हो है फाँट हाम्रो यो ल देख्न सक्नुहुन्छ है यहाँ अनुमान हान्नु त ल कति मुरिदै आउँछ यो पुरा ल यसपालि त ओइ फुच्चे यो थाप्ले रे यो त थाप्ले मुसी छर मुसी र म त फाइनली गोठालो फर्किसकेको अवस्था देख्न सक्नुहुन्छ यस्तो मोटो छ चाकहरू हेर्नु न आमामा ल मागिसकेर जुधाउने हो क्या एउटा हेर्दै गर्नु ल यस्तो गर्मी क्या हेर्नु त अब लट्ठी साथी आजको दिनभरिको साथी यता ए पुच्चे आइज ल देख्न सक्नुहुन्छ है हामीले ट्याक्क अब भोक पनि लाग्यो अब घर जाँदैछौँ सो ल बाख्रा चरायौँ यस्तो हुन्छ है
नेचुरल फ्लेभर ल ल त्यो रोडै हो हिँड्ने त धेरै समयपछिको गोठालोको यात्रा आज यस्तरी हो हामी चाहिँ पनि एक्लै पकाएर खाने भाँडा कल्छ ल कुरा सुनै पदम सानो मगर होइन त कोही त एकदम मिठोसँग भइरहेछ होइन ल तिमी देऊ तिमी कमेडी हुन्छ नि कमेडी हुन्छ कि अनि छोरी यहाँ हेर न कैठेली भयो ठिक भयो त सम्पूर्णलाई होइन अब तिहार पनि सक्यो अब शुभ होस्।